अहिले भर्खर पनि म आउने बेला मैले सोधेँ पक्रिने प्लान छ क्या एयरपोर्टमा भनेर सोध्नु त पर्यो नि त हिँड्नै दिँदैन अनि मैले यहाँ खड्कालाई के भने कमसेकम 2टा कट्टु 2टा भेस्ट चाहिँ हालिराख दारी काट्ने मेसिन होइन लगेछ भने सिधै जाउँला त्यहाँ आफ्नै मान्छे खडा गरेर हिजो घन्टीमा भोट मागेर कुदेका घन्टीका सदस्यहरूलाई माथि गर्नुहोस् यो ल हेर्नुहोस् अनि आफै बोक्सी आफै धामी आफै बिरामी हिन्दू भनेर हिँड्यो भने पक्रिने अरे ल पक्रिन्छ भने आमाको दुध पेको छ भने दुर्गा प्रसादलाई पक्रेर देखाऊ हिन्दू राष्ट्र कायम गराएर मात्रै मर्छ दुर्गा प्रसाद हिन्दू राष्ट्र प्रधानमन्त्रीले बोल्ने शब्द हो यो फेरि हिन्दू राष्ट्र ल्याइँदैन प्रधानमन्त्रीले बोल्ने शब्द हो यो त उसले हिन्दू राष्ट्र ल्याउन सक्दैन भनेदेखि कुन ल्याउन गएको क्रिस्चियन राज्य भनेर घोषणा गर नि त गर नि कि त मुस्लिम राज्य भनेर घोषणा गर्नु पर्यो नि त परै परेन प्रधानमन्त्री भएर त्यस्ता खालको बोल्छन् के गर्न खोजेको यो त एउटा कुरो बोल्नु पर्यो नि त यो कुन राष्ट्र हो त गाई काटेर खाने कुरा कसले निकालेको गाई बलात्कार कसले गरेको धरानमा बलात्कार गरेर कसले मारेको खाना त पाएका थिए त सबैले बाँधेर के मासु खाएका थिए कुकुरको मासु खाने पनि छन् नि गाईको मासु नचढाइ नहुने छ भने चढाउ न चढाएकै थियो हामीलाई त गाईको मासु ल्याएर 8-10 किलो फ्रिजमा राखेन भने निन्द्रा लाग्दैन भन्ने मान्छे पनि छन् त कुकुरकै मासु ल्याएर राख फ्रिजमा पाएको छौ हामीलाई छैन नि त हामी मासु खान्छौँ कि खाँदैनौँ हामीलाई देखाएर खानु त छैन नि भनेर खानु त छैन नि खसी खानेले खाएका थिए रागा खानेले खाएका थिए गाई खानेले खाएका थिए गोरु खानेले खाएका थिए सुँगुर खानेले खाएका थिए नि भ्यागुत्व पनि खाने मान्छे छन् नि नेपालमा मुसो खाने मान्छे पनि छ साङ्लो खाने मान्छे पनि रहेछन् छन् नि त मुसाको अचार खुवाएको होइन बाबुरामलाई पश्चिममा प्रधानमन्त्री बाबुराम भएको बेलामा नाटक गर्न जान्थ्यो नि त कहिले कहिले महिनामा एकचोटि जनताको घरमा भनेर है मुसाको मासु अचार खुवाएको हो नि त तर हाम्रो भनाइ के हो भने अर्कालाई तिमी खाऊ तर भनी नगर न अर्का किनभने यो समाज त नि विभिन्न कुराले मिलेर बसेको समाज हो नि त अब अहिले आएर के रोपिदिए त्यो गर्दै ल्याएर के रोपे भन्दाखेरि हिन्दू र मुस्लिमको बिरुवा रोप्यो बिरुवा 46 सालमा प्रजातन्त्र ल्याएको नि र हुँदै गणतन्त्र ल्याएको अहिले फल जनताले भेट्नुभयो सबैले भेट्नुभयो अब यो अर्को बिरुवा रोपियो यसको फल त अब सुरुवात हुन्छ अब आउन बाँकी छ त्यही भएर मैले यो हुन्छ असफल राष्ट्र हुन्छ